कसैले युथ भन्दैन, म त त्यो व्यक्तिलाई युथ भन्दिनँ, यो पार्टीको युथ। त्यो पार्टी त्यस्तो व्यक्तिलाई त दुनियाँले नै संसारले त्यो हाम्रो नेपाली भाषामा भनौँ भने त्यस्तोलाई त गुन्डाहरू भन्छ। हामीले यदि सिक्किममा सरकार बनाउँछ भने सिक्किमको युवाहरूलाई, सिक्किमको जवानहरूलाई युथ बनाउनुपर्छ, सिक्किमको मूल खाँबोहरू हुनुपर्छ, सिक्किमको ब्याकबोन हुनुपर्छ युथहरू भनेको, पार्टीको युथहरू भनेको। तर आज केवल अनि केवल मान्छे कुट्ने गुन्डा बनाएको छ अहिलेसम्मको पार्टी, अहिलेसम्म बनाएको सरकारहरूले। त्यसले गर्दा आउने दिनहरूमा जुन जतिखेर सिटिजन एक्सन पार्टीको गभर्मेन्ट आउँछ नि, त्यति बेला हरेक सिक्किमको युवाहरू, यहाँको उद्यमी, यहाँको सिक्किमको जति आय स्रोत ल्याउने, सिक्किमलाई राम्रो बनाउने, राम्रो काम गर्ने युवाहरू हामी सिक्किममा बनाउँछौँ। तर यो खालको मान्छे कुट्ने, छाडा उपत्र लेख्ने, गाली बोल्ने, अर्कालाई तँलाई भेट्यो भने मारिदिन्छु, तँलाई भेट्यो भने कुट्छु, कुनै व्यक्तिले एउटा राम्रो कुरा गर्यो भने त्यसलाई कुट्ने, त्यसलाई दबाउने, हामी यस्तो युथहरूलाई हामी पुरा रूपमा हामी बन्द गर्छौँ। तर अहिले जुन